आएछ भने छातीमा ठोकेर बस्छु म रवि लामसारीको लागि चाहिँ म किनभने उसले आज यस्ता भर्खरका आफूले छोरी पाएको छ ल मेरै छोरी भने मलाई कति चित्त दुख्छ त मेरो छैन त अरू मेरो छोरी होइन र बाहिर गएका छोरीहरूलाई उसले उदाहरण गरेर यहाँ झिकिरहेको छ त्यस्तो मान्छेलाई आज यस्तो सधैँ दिने राम्रो मान्छेलाई त पतन बनाउनु खोज्ने खाने देश डुबाउने मान्छेलाई चाहिँ सफल बनाएर राख्ने यो देश ठिक छ त यो देश ठिक छ अनि एउटा केटालाई लड्न दिनुपर्छ नि त्यो बुढो लौठी टेक्नेलाई चाहिँ त्यसले त दोहोऱ्याइ तेह्राइ चौथाइ गरेर लडिरहने पदमा बसिरहने कुर्सीमा बसिरहने कुर्सी ओकटिरहने त्यही हो त देशको नीति अब युवालाई दिन पर्छ अनि युवालाई दिनुपर्छ भने मैले त्यही हो के मेन मान्छेलाई त समातेको छैन त्यो छोरालाई किन समाते त्यसरी मेन मान्छेलाई समात्नु पर्छ नि उसले त घरिघरि दुईचोटि लाने मलाई गोल ठोकेर मारे नि मार्नु बुढी भइहाल्ने मलाई त रिस उठिरहन्छ नानी फेसबुकमा हालिदेऊ नानी गोल ठोकेर मारेछन् भने मरिदिन्छु म त टुडी खेला बोल्न जान्छु भने त तँलाई त गोल ठोकेर मार्छन् त जस्तो झ्याउले बोला कस्तो हुन्छ बोल्छु भने मैले त रिस उठेर रवि दाइलाई आशीर्वाद के दिनुहुन्छ धेरै धेरै आशीर्वाद छ मेरो आशिक हो भने त्यो भाइले जितेर निस्कोस् त्यो भाइले जितेर निस्कोस् मेरो माइती भक्तपुर छालिङ हो त्यो रवि भाइ मेरो उही गाउँकै छिमेकी दाजुभाइ भाइ हो त्यो होइन त्यसलाई निस्कोस् त्यो भाइ यति मलाई भन्नु उहीबाट गएर भन्ने इच्छा थियो तर यहाँबाट भन्न पाएँ मौका पाएँ म यतिमा खुसी छु बाबा